विद्यालयको पहिलो दिन 2044 सालको साउन महिनाको एक शीतल बिहान थियो। आकाशमा हल्का बादल थियो र घर अगाडिको तुलसीको मठमा आमाले धूप बालिरहनु भएको थियो। म 5 वर्षको सानो बालक आज पहिलो पटक विद्यालय जान लागिरहेको थिएँ। नयाँ नीलो युनिफर्म, टल्किएको कालो जुत्ता, रातो झोला अनि त्यसमा नयाँ कपी कलम। मनमा हल्का डर पनि थियो र उत्साह पनि। छिटो तयार हो न बाबु, ढिलो हुन्छ है, आमा भन्दै थिइन्। तर म ऐनामा हेरेर टोपी सिधा गरिरहेथे। म बुबाको हात समाएर नजिकैको श्री जनज्योति आधारभूत विद्यालयतर्फ लागे। विद्यालयको गेट नजिक पुग्दा झन् मन डरले भरियो। त्यहाँ धेरै बच्चाहरू थिए, कोही रोइरहेका, कसैले आमाको अङ्गालो नछोडेका, कोही चाहिँ हाँस्दै साथीहरूलाई देखाउँदै थिए। मलाई एक किसिमको अप्ठ्यारो लाग्यो। मैले बुबाको हात झन् कसेर समाते। बाबु, डराउनु पर्दैन, सबै तिमी जस्तै नयाँ छन्। भित्र गएपछि तिमीलाई रमाइलो लाग्छ, बुबाले सान्त्वना दिनुभयो। कक्षा 1 क कोठामा मलाई लगियो। सेतो पर्खाल, हरियो बोर्ड र अगाडि बसेका शिक्षक सर, सबै कुरा अनौठा थिए। मलाई घरको सम्झना आयो, आमाको न्यानो काख, बुबाको मुस्कान। तर केही छिनमै सरले मिठो स्वरमा भन्नुभयो, हामी सबै साथी बन्ने हो, यहाँ रमाइलो कुरा सिक्ने हो। अनि गीत गाउन थाले। स्कुल गई पढ्नुपर्छ, अक्षर चिन्न जान्नुपर्छ। म बिस्तारै मुस्कुराए। मेरो छेउमा बसेकी बालिकाको नाम सरस्वती रहेछ। उसले मसँग बोल्दै मुस्कान दिई। मैले पनि अलि हिचकिचाउँदै म दीपक भने। त्यही बेला मलाई लाग्यो म एक्लो छैन। पहिलो घन्टीमा अक्षर क लेख्न सिक्यौं। मैले त लेख्दा लेख्दै कापीको पानै च्यातिदिएँ। सर आउनुभयो, मुस्कुराउँदै भन्नुभयो, ठिकै छ, पहिलोपल्ट हो नि, अभ्यास गर, राम्ररी आउँछ। दोस्रो घन्टीमा खेलकुद भयो। हामी सबै खेल मैदानतिर लाग्यौं। लुकामारी, गोटी खेल, दौड, हाँसो, रमाइलो र कोलाहल। मैले त घर पनि बिर्सेछु। दिउँसो टिफिनको समय भयो। मैले आमाले राखिदिएको गुन्द्रुकको अचार र भात खोले। सरस्वतीले मलाई आफ्ना चिउरा पनि बाँडिन्। म पहिलो पटक यति धेरै साथीहरूसँग बसेर खाँदै थिएँ। अन्त्यको घन्टी बज्यो। बुबा मलाई लिन आउनुभयो। मलाई हतार थिएन, म त अझै पनि स्कुलमै बस्न चाहन्थे। कस्तो लाग्यो त विद्यालय? बुबाले सोध्नुभयो। रमाइलो, फेरि जाने हो नि भोलि? मैले हर्षले उत्तर दिएँ। त्यो पहिलो दिन मेरो जीवनको मोड थियो, जहाँ मैले अक्षर चिने, साथी पाएँ, डर जिते र सिकाइको यात्रा सुरु गरेँ।